हेलो नमस्ते छाजलो। फाइनली म चाहिँ अब घर जाँदैछु। आज चाहिँ घर जाँदैछु होइन। अब कति 4-6 मन्थ पछि घर जाँदैछु। सो बाबा मम्मीलाई भेट्न अनि म चाहिँ स्कुटरमा आएको थिएँ होइन। सो मलाई गाडीमा जान बोमिट लाग्छ नि त, मलाई गाडीमा मात्छ। त्यही भएर म चाहिँ आफ्नै स्कुटर लिएर आएको छु। सो आजको मौसम चाहिँ पानी पनि परेको होइन, अलिअलि पानी परे, घाम लागेको थियो अलिअलि। अनि अब यस्तै हो, बर्खाको बेलामा त अब पानी त परिहाल्छ नि नै। सो यो चाहिँ कुन गाउँ हो भने यो चाहिँ चिप्लेटी भन्ने गाउँ हो है। सो मैले पनि अब थाहा होइन एक्ज्याक्टली, जस्ट नाम पढेको चाहिँ अब चिप्लेटी भनेर लेखेको छ होइन, सो बोर्डमा चाहिँ। अनि मैले चाहिँ चिप्लेटी नै भनिदिएको छु होइन। सो मेरो यहाँ अब तेल पनि 3 लाइन छ कि, यो 4 लाइन देखाइरहेछ क्या हस्क हरामी। सो अब चाहिँ म 2 घन्टामा चाहिँ अब फाइनली घर पुग्छु होला। अब बाटो कस्तो छ मलाई थाहा छैन, पानी परिरहेको त्यही माथि। अब पानी पर्दा त चिप्लो हुन्छ नि त बाटो, अब थाहा छैन कति लड्ने हो, कति पासा मात्ने हो। अब म पासामा त जाँदैछु। सो तपाईँहरू पनि हेर्न मन छ भने म देखाइदिन्छु ल। म देखाउनेछु। अहिले चाहिँ म हिँडेको